हेलो मित्रहरू सबैजनालाई नमस्कार छ। फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। यदि तपाईँ विवाहित हुनुहुन्छ, त्यसमाथि नै तपाईँका छोराछोरी चल्लाचल्ली छन् भने पक्कै पनि तपाईँहरूको लागि यो भिडियो हुनसक्छ। भिडियोलाई हेर्दै गर्नुहोस्, साथ सपोर्ट गर्नुहोस् र यो भिडियो कुन ठाउँको हो, कहाँको हो तपाईँ मान्छेले कमेन्ट गर्नुहोला। यदि बच्चाहरू खेल्न चाहन्छन्, घुमाउन चाहन्छन् भने एउटा सानो पार्क जस्तो ठाउँ छ, तपाईहरू त्यो ठाउँमा बच्चाहरूलाई लगेर खेलाउन सक्नुहुन्छ। यो ठाउँ कुन ठाउँ भनेपछि यो ठाउँमा जानको लागि तपाईँले सुरुमा पेट्रोल पम्पमा जाने, 200 को पेट्रोल हाल्ने, त्यहाँदेखि कतै नहल्झेर सिधै डिरेजरी रोडदेखि सिधै बलचौरको जङ्गलमा जाने र त्यहाँ एउटा बलचौरको स्कुल छ। त्यहाँ नजिकै स्कुलमा चाहिँ एउटा प्ले ग्राउन्ड छ। स्कुलमा त्यही प्ले ग्राउन्डमा चाहिँ यो यस्तो खेल्ने सामग्रीहरू चाहिँ राखिएको छ र विशेष गरी सानो बच्चाहरूलाई चाहिँ यो खेल्नलाई अलिक उपयुक्त छ। रमाउनलाई बच्चाहरू एकदम रमाउँछन् यो ठाउँमा आएर। जस रमाइलो छ ठाउँ। टिकापुर बाहेक अरू ठाउँमा एकदम निःशुल्क खेल्ने ठाउँ भनेको मैले देखेअनुसार यो चाहिँ छ। तपाईँहरू ल्याएर आफ्नो बच्चाहरूलाई यो ठाउँमा खेलाउन सक्नुहुन्छ। आफ्नो बच्चाहरू एकदम यो ठाउँमा आएर इन्जोय गर्छन्, एकदम लगेर आउँछन्, आउनै मान्दैनन्। मेरो बाबु पनि यो ठाउँमा आएर भयङ्कर रमाइरहेको आएको छ। मेरो भिडियोलाई हेर्दै गर्नुहोला, सपोर्ट गर्दै गर्नुहोला। हस्त धन्यवाद।